गाइज गुड मर्निङ अनि शुभ बिहानी। अहिले चाहिँ सबै हिमालहरू खुलिरहेको छ है, अँध्यारो देखिरहेको छ अनि यताउता खोलाहरू हिजो राति पानी पर्यो। अनि म चाहिँ अहिले बजारमा गइरहेको छु। बजारमा है घरदेखि अलि टाढा नै छ, लगभग 5-6 किलोमिटर छ। अनि मसँग यो पनि यो हेर न, यो अब योलाई यहाँ खुट्टा चोट लागेको थिएँ, अस्ति अन्डा खायो भनेर अङ्कलले हानिदिए। अनि यो पनि जाने रे दुनै, अहिले जा भन्दै पनि मानेको छैन। अनि यो पनि दुनु जाने छौ भनिरहेछ। अनि यसलाई चाहिँ अहिले घर जा भनिरहेको छु, त घर जा है। अनि घर जा भने मान्दैन, घर जा भने चाहिँ मुन्टो ढल्काइहाल्छ क्या, त्यस्तो छ। सुन त यता त घर जा है खुरुखुरु। यहाँ हानेर सब दुब्लो बनाएको छ। अनि यसलाई अन्डा खायो भने होइन, अनि अङ्कलले अनि खै अब कस्तो यहाँ फाल्दैछन् क्या, समातेर फाल्दैछन्, तर पनि बाँच्यो होइन। अहिले खुट्टो चोट लागेको छ। अनि हिजो मैले टन्नै खानेकुराहरू दिएको थिएँ, त्यही भएर मलाई छोड्दै खाने क्या यसलाई। मासुहरू थियो अनि मैले राखेर भए पनि यसलाई दिएँ। अनि खानेकुराहरू टन्नै दिएँ, त्यही भएर छोड्दै छैन। अब त घर जा है, म दुरी जाने हो के, त घर जा। अहिले पछि आउँछ क्या यो फेरि, घर जा है, नआइज है मेरो पछि। अब मेरो पछि आइरहेको छ। अनि म चाहिँ उता दुनै अब यहाँबाट हिँड्दै गइरहेको छु, फेरि आइहाल्यो क्या, त घर जा। अनि यो हेर्नु यो मान्दैन क्या, त घर जा है। यो अहिले यहाँ लुक्छ अहिले एकछिन पछि फेरि आउँछ क्या, यस्तो छ होइन। आज त पुरै खुलिरहेको छ मौसम चाहिँ। आज चाहिँ पानीहरू परेर सबै जमिनहरू भिजाएको छ। अनि म चाहिँ अहिले दुई जान लाग्छु गाइज। ल अहिलेलाई मेरो मिनी भ्लग धेरै नभए पनि 1 मिनट 2 मिनटको भ्लग चाहिँ बनाइराख्छु अब त। अनि भनेर आज फर्स्ट टाइम त भन्नु मिल्दैन, अरू अस्ति बेला पनि बनाइरहेको थिएँ भ्लगहरू। अनि त्यो भ्लगहरू चाहिँ हेरिदिनु होला। अनि मेरो च्यानलमा कस्तो भन्दाखेरि अब थोरै सब्सक्राइब छ, त्यही भएर खासै भ्युज आउँदैन। अनि त्यही भएर चाहिँ म हेर्दैन, भ्लग सलग हाल्दैन। मलाई चाहिँ कस्तो दामी ठाउँ घुमिरहेको हुन्छ होइन। अनि तर पनि म हाल्दिनँ क्या। अनि हल देख्नु सक्नुहुन्छ यहाँ घरहरू, मैले भनिरहेको थिएँ नि, त्यो मुनि लुकेर हुन्छ, त्यो बाटोबाट आउँदैन थियो क्या। त्यही अब तपाईँले हेर्न सक्नुहुन्छ यहाँ लुकेर बसिरहेको छ। अघि त थियो, तल आइहाल्यो। ओइ घर जा के त, घर जा है। अहिले म फेरि त्यो दुनी लग्दैन फेरि तँलाई, बेकारमा हिँडे आइरहेको छु क्या अहिले। बाइक आयो भने चाहिँ म बाइकमा गइहाल्छु, केटाले बाइक ल्याउँदैछ। अनि फेरि अहिले यति बस्छ अहिले घर जा भन्दै मैले मानेको छैन। घर पनि टाढा भइसक्यो, अब त यहाँदेखि पुरा अहिले फेरि अरू कुकुरहरू आयो भने फेरि समाज घर जा है, त नआइज, घर गइहाल। आउँछ क्या त्यो, मलाई गाली गर्छ भने लुकी आउँछ क्या, आइरहेको छ लुकी आइरहेको छ क्या। हजुर घरि म त्यसलाई घर जान्छु, फेरि अहिले बाटोमा पढ्छु। स्यालले समायो भने स्यालहरू पनि टन्नै घुमिरहेको हुन्छ क्या। स्याल भने चाहिँ फेरि एउटा भएको भए पनि हुन्थ्यो, सबै झुन्डमै आउँछ। अनि त्यो झुन्डले समाइदियो अन्त अनि बिचरा यसको खुट्टा पनि अलि ठिक छैन, खुट्टा चोट लागिरहेको छ। अनि त्यो अस्ति त्योले अब अन्डा खायो भन्ने न्युले अब खायो कि खाएन अब हामीलाई चाहिँ थाहा भएन। अनि कस्तो भन्दाखेरि अनि मेरो त अनि माउले चल्ला काट्न आँटेको थियो, अनि त्यो अन्डा खाइदियो भनेर समातेर फाल्थेँ। यदि खाइदिएको भए त सायद अनि हामीले तिराउँथ्यो होला होइन, तर हामी तिर्दिन्थ्यौँ नि। अनि केही छैन, उसले अब बिचरा त्यसरी फाल्नु भन्दा नि त उसलाई त बोल्दै पो थाहा थिएन है। उसलाई त के थाहा, अब भर्खरको बच्चा सानो, अब उसले त चोरीहरू गरिहाल्छ नि, अब गर्ने त्यो पनि थाहा छैन। तर हाम्रो घरमा चाहिँ एकचोटि पनि चोरेको छैन। अनि बाहिर गर्दा कसै चोर्छ होइन। अनि त्यसरी हालेर अनि अहिले चाहिँ उता लचेक गर्दै हिँड्दैछ। बिचरा खुट्टा चोलाएर पनि नामा छोड्दैन कि यसले। अब यसले कहाँसम्म जान भन्छ ठानेको होला बिचरा। अब यसलाई कसरी लगिदियो भने अब फेरि भन्न सकिँदैन। फेरि उता लग्यो भने कामहरू टन्नै छ, कहाँ जानुपर्ने छ, यसलाई मात्रै अब के गर्ने। अब यसलाई लगाऊँ के गरौँ, अब आइरहेको चाहिँ यस्तो भइसक्यो। अब बिचरा कि त खुट्टा ठिक भइदिएको पनि सबैले बिस्तारै घर जान्थ्यो। अनि अब यो खोलाहरू पनि बढ्न आइसक्यो, अब दाउरा साउरा उठाउने सिजन पनि आइसक्यो। पहिला चाहिँ यताबाट टन्नै मुढाहरू उतारेर राखेको थियौँ, अनि त्यहाँबाट बोकेर सिधै माथि यहाँ पुर्याइन्थ्यो। अनि यहाँबाट बोकेर गाडीमा हालेर लगिन्थ्यो। गाडी ट्र्याक्टरहरू पनि तल जाँदैन। अब चाहिँ दाउरा उतार्नुपर्छ, फेरि त्यो भेल बढ्छ, ठुला खोला बढ्छ होइन। अनि त्यतिखेर चाहिँ उतार्नुपर्छ। त्यही हो, अलिकति गाह्रो नै भइहाल्छ। अनि खोलाले बगायो भने पनि घर छैन। आज सबैले मलाई पछ्याइरहेको छ, कागहरू पनि अघि उता थिए सबैजना आइरहेछ। आज कुकुर पनि आइरहेछ, यहाँ कागहरू पनि कहाँ भनिरहेको छ।
हिजो के गर्ने हो त सबैजना के माया गर्न थाले त मलाई पनि प्राकृतिकहरूले ठिकै छ खुसी लाग्छ सबै म एक्लै भए पनि साथीहरू भनेर है ठिकै छ अनि एउटा हाम्रो मेन साथी त्यहाँ त्यो साथी झन् कडा हो बिचरा यो नै हरियो भने बेलुका अनि फेरि अब हुन्छ हाम्रो त पहिला चाहिँ एउटा थियो सानो त्यो चाहिँ अनि त्यो पनि कडा थियो क्या अनि त्यसलाई पनि अनि घरमै बाँधेर राखेका थियौँ अनि त्यसपछि हामीहरू काममा गइसकेका थियौँ अनि कसैले आएर चोरेर लगिदिएछ अनि बेलुका आउँदाखेरि मैले भन्दै थिएँ खै त अनि छाउ के अरे सानो कुकुर भन्दा थिएँ अनि खै कसले चोर्यो भन्दै थिएँ चोरेछ गाइस